बोल्दा बोल्दा एउटा कुरा भन्न मन लाग्यो। राष्ट्रिय स्वतन्त्र पार्टीमा जति पनि सांसदहरू आउनुभएको छ नि, सुमाना श्रेष्ठ जस्तो विश्वासघाती, मुकुल ढकाल त चोर फटा गुन्डा नै भइहाल्यो। दलालको 2/3 सरकारको त्यो काङ्ग्रेस एमालेको झोले नै भइहाल्यो हैन। तिमीहरू सबै राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका तिमीहरू सबै सांसदहरू छौ नि हैन, माननीयहरू हुनुहुन्छ नि हैन। कोही पनि माननीय र सांसद बन्ने लायककै थिएन क्या, बन्न सक्दैन पनि थियो, बन्दैन पनि थियो कहिले पनि। त्यही काङ्ग्रेस एमालेको झोले भएर गऱ्यो भने के हदसम्म झोले चाहिँ हुन सक्थ्यो होला। तर रविको आशीर्वादले, रविको क्षमता शक्तिले गर्दाखेरि नेपाली जनताहरूले भोट दिएर चुनावमा भोट दिएर जिताएर आज सांसद बन्न पाएको। आज त्यही रविमाथि घात गर्यो भने नि, भइरहेको जस्तो हामीलाई महसुस भइरहेछ, रविमाथि घात भयो भने नि, विश्वासघात भयो भने, धोका भयो भने नि, हामी देशप्रेमी युवाहरूले छोड्नेवाला छैनौँ। सदनमा जोडको साथ आवाज उठाउनु पर्यो। यो 2/3 फटाहरूलाई, सहकारी ठगहरू, ओरिजिनल सहकारी ठग धनराज गुरुङ होइन, ऋषिकेश राज पोखरेल, जीवी राई जस्तो व्यक्तिहरू, सहकारी ओरिजिनल ठगहरूलाई चाहिँ बचाएर आज निर्दोषलाई थुनेको अवस्था छ। कोही त आवाज उठेको। हामीलाई अहिले सामाजिक सञ्जाल दिएको छ, फेसबुक छ, टिकटक छ, युट्युब छ, कोही त आवाज उठाएको। आवाज उठाउने बेला भइसकेको छ। निर्दोष व्यक्ति रविलाई थुन्नु, न्याय रवि लामिछाने नपाउनु भनेको चाहिँ देशकै दुर्भाग्य कुरा हो। हामी नेपाली जनतामाथि प्रहार गरिएको हो यो। हामी नेपाली जनताले भोट दिएर 12 लाख भोट दिएर जिताएर पठाएको होइन रवि लामिछानेलाई। आज निष्पक्ष रूपमा जिताएको हो। कुनै मासु चिउरामा पेट्रोलमा बिकेर हामीले भोट दिएर पठाएको होइन। काङ्ग्रेस एमाले झोले जस्तो घोटाला गरेर आएको होइन, धाँधली गरेर आएको होइन जितेर। आज त्यही पनि कानुन छ नेपालमा, सरकार छ। यो सरकार त बिचौलियाहरूले बनेको देश हो, बनेको सरकार र देश चलेको छ। अहिले देश पनि त्यस्तै बनेको छ, चोर फटाहरूले चलाएको देश छ अनि व्यापारीहरूले चलाएको देश हो। खोइ त हामी नेपाली जनताले बुझेको। अब समय भएन त, आउनु पर्यो नि। अब बहिष्कार गर्न आउनु। शिक्षकहरूले आन्दोलन गरेको 1 महिनाभन्दा बेसी भयो। कसैको आँखा फुटाइएको छ, कसैलाई जेल कोचिएको छ, कसैको टाउको फुटाइएको छ। खोइ त सरकार छ, मरेको सरकार, मुर्दा लास सरकार हो यो। आज यो भनिराखेको छु, मैले आवाज उठाइरहेको छु। म जस्तो एउटा युवाले जानी नजानी, बोल्न नजानिकन पनि मैले बोल्दाखेरि पनि कसैले पनि म जस्तो गरेर आवाज उठाउन सकेको छैन। के हामी सबै डराएको? अब होइन, डराउने होइन। अब आवाज उठाउनु पर्छ जस्तो लाग्छ। बङ्गलादेश र श्रीलङ्कामा जसरी त्यहाँको शासकहरूलाई, सानो राजाहरूलाई खेदाइयो त्यसरी नै खेदाउनु पर्छ यिनीहरूलाई। मेरो भन्नु यति मात्रै हो। सक्दो सेयर लाइक गर्नु होला यो भिडियोलाई।